जोजुलपा नेपाल भाषा लर्निङ नेपाल भाषा सिक्नुहोस् र बोलीचालीमा प्र्याक्टिस गर्नुहोस् जसले गर्दाखेरि हजुरलाई नेपाल भाषा छिटो सिक्नको लागि मद्दत पुग्दछ र हजुरलाई सुरुमा सबै सेन्टेन्स सबै वर्डहरू अब सेन्टेन्स बनाएर प्रश्न भन्न आउँदैन भने अब बिस्तारै बिस्तारै बोल्दै सुरुमा अप्ठ्यारो भए पनि बोल्दै जानुहोस् र एक दिन हजुरलाई प्रष्ट नेपाल भाषा बोल्न आउँछ र आजको हाम्रो टपिक छ म्यारेज रिलेटेड टपिक छ अब फागुनको सिजन आजको फागुनको अन्तिम दिन हो र कति साथीहरूले बिहे गर्नुभयो होला कति साथीको बिहे गर्न बाँकी भयो होला र बिहे गर्न बाँकी साथीहरूलाई अब कहिले बिहे गर्ने भनेर जिस्काउनको लागि अथवा ठट्टा गर्नको लागि केही सेन्टेन्सहरू अब यसरी हामीले प्र्याक्टिस गर्नको लागि मैले लिएर आएको छु कहिलेकाहीँ ठट्टामा नेपाल भाषा सिक्दाखेरि पनि रमाइलो हुन्छ र आजको टपिक चाहिँ अलि रमाइलो सेन्टेन्सहरू आजको च्याप्टरमा चाहिँ मैले अलि रमाइलो सेन्टेन्सहरू नै लिएर आएको छु र नम्बर 1 सुरु गरौँ बुडो भयो नेपालीमा बुडो भयो नेपाल भाषामा बुरा जुला 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 बुरा जुला र त्यस्तै केटी मान्छेको लागि भन्दाखेरि बुढी जुला बुढी आरआई बुढी जुला र त्यस्तै गाला चौरी पर्यो भन्नको लागि चाहिँ न्याता काykuna भन्न सक्छौँ हामीले न्याता भन्नाले यो गाला भयो काykuna अब चौरी पर्यो भन्नको लागि चाहिँ न्याता काykuna जुन अब बुढाबुढी मान्छेको हुन्छ गाला अलिक खुम्चिएको योलाई चाहिँ न्याता काykuna भनेर भन्न सकिन्छ र अर्को एउटा पनि हामीले यसमा थप्न सकिन्छ जस्तै कि अब कतिवटा दाँत बाँकी छ यो अब भन्नको लागि गोपु वा दनी गोपु वा दनी गोपु अर्थात् कतिवटा वा भन्नाले दाँत भयो अब दनी अर्थात् बाँकी छ गोपु वा दनी यो अब थत्ता गरेर जिस्काउन सकिन्छ यस्तो भनेर र नेक्स्ट सेन्टेन्स छ किन बिहे नगरेको छ्या ehipa म या नौ छ्या ehipa म या नौ किन अर्थात् छ्या बिहे अर्थात् ehipa भइहाल्यो नगरेको अर्थात् म या नौ तिमी कहिले बिहे गर्ने छ गबले ehipa याeu छ गबले ehipa याeu तिमी अर्थात् छ कहिले अर्थात् गबले गर्ने अर्थात् याeu कहाँ बिहे गर्ने गन ehipa याeu कहाँ अर्थात् गन गर्ने याeu र अर्को एउटा सेन्टेन्स सजिलो सेन्टेन्स छ बिहे गर्ने होइन ehipa याeu मखुला ehipa याeu मखुला गर्ने अर्थात् याeu होइन अर्थात् मखुला बिहे गर्ने बेला भएको छैन ehipa या मच्यनिला ehipa या मच्यनिला गर्ने बेला भएको छैन अर्थात् या मच्यनिला यो सेन्टेन्स चाहिँ अब धेरैजनाले अब फेस गरेको सेन्टेन्स हो बिहे नहुने मान्छेहरूले बिहे नहुँदाखेरि भोज कहिले खुवाउने गबले न क्यू गबले न क्यू भोज अर्थात् भयो कहिले खुवाउने गबले न क्यू खुवाउने अर्थात् न क्यू बिहे गर भोज खान हतार भइसक्यो ehipa या ने
ने अ थ्या अथ्या अथ्या jwedhunka jwedhunka ehipa या वे ने अथ्या jwedhunka गर अर्थात या खान हतार ने अथ्या भइसक्यो jwedhunka बुडो भइसक्यो बिहे गर्ने हैन बुरा jwedhunka ehipa yaeu मखुला बुरा jwedhunka ehipa yaeu मखुला बुडो भएपछि बिहे गर्ने हो बुरा jwedhunka jwedhunka ehipa yaeu खला बुरा jwedhunka ehipa yaeu खला अब यसमा पछि अर्थात बुढो भएपछि बुरा jwedhunka ehipa बिहे अर्थात ehipa गर्ने हो yaeu खला नेक्स्ट सेन्टेन्स यो सेन्टेन्स चाहिँ नि मेरो एउटा साथी छ उसले चाहिँ बिहे नभएको अर्को साथीलाई यो सेन्टेन्स भनेर खुब जिस्काउँथ्यो बिहे गर्ने हो मैले तिमीलाई एउटा साथी खोजिदिएको छु ehipa yaeu खला जी मात्र होइन यो जी हो जी छन्त छ म पासा माला बियौ दु ehipa yaeu खला जी छन्त छ म पासा माला बियौ दु गर्ने हो अर्थात yaeu खला मैले तिमीलाई अर्थात जी छन्त तिमीलाई छन्त एउटा छ म साथी पासा खोजिदिएको छु माला बियौ दु अर्को सेन्टेन्स बिहे गर्न साथी भेटेको छैन ehipa या त पासा मलुनी ला ehipa या त पासा मलुनी ला अब यो गर्न या त साथी पासा भइहाल्यो मैले माथिल्लो सेन्टेन्समा पनि भने भेटेको छैन भनेर सोध्नु पर्यो भने मलुनी ला नेक्स्ट सेन्टेन्स कुन जुनीमा बिहे गर्ने गु जुनी ehipa yaeu गु जुनी ehipa yaeu कुन अर्थात गु गर्ने अर्थात yaeu नेक्स्ट सेन्टेन्स बिहे नगरी मरि जाने हो ehipa मयासे सिना वन्यु खला ehipa मयासे सिना वन्यु खला नगरी अर्थात मयासे मरि जाने हो सिना वन्यु खला जाने हो अर्थात वन्यु खला नेक्स्ट सेन्टेन्स सबैको पालो आइसक्यो तिम्रो कहिले दपोस्यु पा वे तुङ्कल छङ्गु गबले दकोस्यु पा वे तुङ्कल छङ्गु गबले सबैको अर्थात दकोस्यु पालो अर्थात
पा आइसक्यो वे ढुङ्कल तिम्रो छङ्गु कहिले गब्ले र यो क्वेशन पहिले मलाई बिहे नहुँदाखेरि साह्रै इरिटेट लाग्ने क्वेशन हो यो सबैलाई अब मन नपर्न सक्छ अब नेपाल भाषा सिकेँ भन्दैमा सबैलाई अब मन नपर्ने मान्छे कसैलाई अब यस्तो क्वेशन गरेको मन नपर्न पनि सक्छ त्यो हेरेर पढ्नु होला र कसैलाई अब बिहेको कुरा गरेको मन पर्छ कसैलाई मन पर्दैन अब कोही अब करियर बनाऊ यताउता सोचिरहेको मान्छेहरूलाई त्यो बिहेको कुरा गर्यो भने अब इरिटेट लागेको जस्तो इरिटेट भएको जस्तो हुन्छ र अब यो नेपाल भाषाको पनि अब सिकेको कुराहरू अब मान्छे हेरेर मात्र भन्नु होला र फेरि अब हाम्रो कम्युनिटीमा के पनि हुन्छ भन्दाखेरि एउटै क्वेशन जहाँ गए पनि आफन्तहरूले त्यही क्वेशन जता गए पनि त्यही क्वेशन सोधिदिन्छ र त्यो सुन्दा सुन्दा अलिकति छ्याउ लाग्ने जस्तो अलिकति इरिटेट हुने जस्तो हुन्छ त्यो अब सबैले एउटै क्वेशन सोद्धाखेरि अब त्यो क्वेशन पनि कस्तो भने अब त्यति युजफुल हुने खालको पनि होइन अब टाइम आएपछि सबैको भइहाल्छ तैपनि अब सबैले त्यो सोद्धाखेरि अलिकति त्यो अर्कै मन नपर्ने अब नेक्स्ट सेन्टेन्समा जाउँ हामीलाई कहिले भोज खुवाउने जिम त गब ले हुए न क्यू जिम त कबले हुए न क्यू अब यो चाहिँ साथीहरूको बीच भन्दाखेरि चाहिँ रमाइलो हुन्छ साथीहरूलाई अब यो कुरा गर्दाखेरि चाहिँ नि साथीहरूको बीच चाहिँ नि ठिकै लाग्छ रमाइलो हुन्छ हामीलाई अर्थात् जिम त कहिले गबले खुवाउने न क्यू र कोही साथीहरूले अब यो क्वेसन सोद्धाखेरि म त भगाएर ल्याउने हो पनि भनेर ठट्टा गर्छन् रमाइलो गर्छन् र अर्को सेन्टेन्स छ दुलै लिन जाने बेला भएन र नेपाल भाषामा भन्दाखेरि पम्चा का वने मट्यनिला पम्चा का वने मट्यनिला दुलै पम्चा लिन जाने बेला भएन का वने मट्यनिला बेला भएन अर्थात् मट्यनिला र लिन जाने का वने र यसमा हामीले धेरै जस्तो अब केटी मान्छेको केटा मान्छेलाई मात्र भन्ने कुराहरू एट्याच गर्यौं अब केटी मान्छेलाई भन्ने कुराहरू पनि एउटा दुईटा राखौँ दुलै लिन जाने बेला भएन भनेर भन्यौं अब केटी मान्छेलाई ज्वाइँले कहिले लिन आउँछ ज्वाइँले कहिले लिन आउँछ यसलाई जिला ज न कहिले अर्थात् गब ले लिन आउँछ अर्थात् का वै जिला ज न गबले का वै ज्वाइँले अर्थात् जिला ज न यसमा ज्वाइँ मात्र भयो भने जिला ज हुन्छ ज्वाइँ भन्नलाई जिला ज ज्वाइँले भन्नको लागि चाहिँ जिला ज न कहिले गबले लिन आउँछ अर्थात् का वै र त्यस्तै अर्को एउटा पनि भन्न सकिन्छ जस्तै कि दुलही हुने बेला भएको छैन पम्चा जुई मट्यनिला पम्चा जुई मट्यनिला दुलही अर्थात् पम्चा हुने बेला भएको छैन अर्थात् जुई मट्यनिला आजलाई यति नै हजुरहरूलाई कस्तो लाग्यो भन्नुहोला केही सल्लाह सुझाव भएदेखि भन्नुहोला र भिडियो राम्रो लागेदेखि हजुरको साथीहरूसँग पनि सेयर गर्नुहोला र हजुरको फेसबुकहरू अरू सोसियल मिडियाहरू चलाउनुहुन्छ भने अरू सोसियल मिडियातिर पनि सेयर गरिदिनुहोला थ्यांक यू शुभ